कसको दिदी बहिनी चाहिँ फोटो भिडियोमा आउनै मान्दैन। मेरो मात्र यस्तो हो कि सबैको यस्तो हो क्या साथीहरू। सो हाई गाइज, वेलकम टु माई मिनी ब्लग। हिजो चाहिँ म र मेरो दिदी बहिनीहरू फोटो बुटमा गएर फोटो खिच्ने भनेर डिसाइड गरेको थियौँ नि त। मलाई चाहिँ कति रहर लागिरहेको थियो अनि फाइनल्ली त्यो रहर पनि पुरा भयो। हामी चाहिँ सब्जी मन्डीमा रहेको विङ्क एन्ड प्रिन्ट फोटो बुट गएको थियौँ नि त। फोटो बुट बाहेक त्यहाँनिर चाहिँ फ्लावर बुके अनि कति क्युट एसेसरिजहरू पनि पाउने रहेछ कि। अनि कति क्युट कति एस्थेटिक रहेछ क्या स्पेस पनि। सुरुमा चाहिँ मजाले इन्स्ट्रक्ट गर्नुहुन्छ यसरी बनाउने खिच्ने हो भनेर। सुरुमा आफूलाई मन परेको टेम्प्लेट पिक गर्ने अनि त्यही टेम्प्लेट अनुसार फोटो खिच्ने। तर हामीले चाहिँ कुरा बुझेनौँ होला। अनि त्यसपछि हामी फोटोको साटो चाहिँ GIF बनाइरहेको थियौँ कि। अनि फेरि हामीले फोटो बनायौँ। यो चाहिँ हाम्रो फाइनल फोटो है साथीहरू। अनि 3वटा प्रिन्ट निकाल्यौँ कि, किनकि हामी 3जना थियौँ अनि एउटा त लानै पऱ्यो नि त साथीहरू। अनि यहाँ फोटो खिचिसकेर हामीलाई भोक पनि लागिरहेको थियो अनि पेट पूजा त गर्नै पर्यो। सो पेट पूजाको लागि चाहिँ हामी पुतली लाइनमा रहेको हाइब्रिड क्याफे जाने डिसाइड गऱ्यौँ। क्याफे चाहिँ कति पिसफुल, कस्तो काम थियो क्या साथीहरू। इन्भाइरोमेन्ट पनि कस्तो राम्रो के। तपाईँहरू पनि जानुभएको छैन भने जानु होला। अनि फटाफट आफूलाई मनपर्ने खानाहरू अर्डर गरेर खाएर घरतिर लाग्यौँ। एकदमै गर्मी के साथीहरू, पानी परे पनि गर्मी नै लाग्छ क्या मलाई चाहिँ। बाई गाइस, अर्को भिडियोमा भेटौँ।